यो चाहिँ गण्डकी ट्राउट माछा। जताततै माछै माछा बनैभरि बारीभरि जताततै माछै माछा माछै माछा माछै माछा। अनि ऊ त्यहाँ चाहिँ रोटेपिङ पनि रहेछ। अनि यो लिङ्गेपिङ। अनि ल यस्तो दामी सिँचाइको व्यवस्था छ माछाको लागि। यसलाई चाहिँ के भन्छ, घट्ट के भन्छ होला? त्यसमा परेर माछा मर्छ कि मर्दैन होला? करोड अरबपति एकचोटि चाहिँ घुम्न आउनै पर्ने ठाउँ गण्डकी ट्राउट फार्म। यस्तो दामी छ कि यस्तो दामी छ। भुजुङ गाउँको माछा त माछाभन्दा मान्छे धेरै छ है। जता गए पनि मान्छे। बाहिरबाट खानेकुरा ल्याउन मनाही छ। बाफरे, ओ माई गड, यस्तो दामी ठाउँ। मान्छे लाइफमा फर्स्ट टाइम देखेको यो फुल। हे भगवान, यसरी मान्छेको आँखामा छारा हाल्न त नपायो है। फर्स्ट टाइम। ल, वेलकम टु गण्डकी ट्राउट फार्म कास्की। यो सबै उसमा चाहिँ माछै माछा माछै माछा माछै माछा के। ओहो, कति करोड छ होला। यस्तो दामी दामी पुल। यो झन् ठुलो हो भन्दै थियो नि उसले। यस्तो दामी यस्तो दामी। ओ माई गड, वाउ। ल, देशमै छ, देशमै छ, विदेश जानु पर्दैन। नेपालमा केही छैन भनेर विदेशतिर दौडिने युवाहरूको लागि चाहिँ राम्रो उदाहरण बनेको छ यो गण्डकी ट्राउट फार्म चाहिँ। यस्तो ठाउँमा यति धेरै मान्छे, यति धेरै माछा, यति रमाइलो। ल, यो नेपाल यहाँ चाहिँ अर्को पनि रहेछ, अर्को खालको माछाहरू। यो चाहिँ खाने होइन होला, आई थिङ्क। यो चाहिँ राम्रोको लागि होला जस्तो लाग्यो है। ल, यति धेरै मान्छेलाई मनोरञ्जन दिन सक्ने यस्तो दामी स्विमिङ पुलको पनि व्यवस्था छ यहाँ। यो पिङ चाहिँ फलामको रहेछ है, फलामको। ल, बच्चाहरूलाई मनोरञ्जनको ठाउँ पनि भयो। यसो खेलौँ न दिदी। यहाँ चाहिँ घुमाउने घर छ, हाम्रो घुमाउने घर। यहाँ चाहिँ स्विमिङ पुल छ।